यस्तो राति त्यो पनि पानी पर्न लागेको बेलामा चाहिँ मामलामा भइरहेको बाख्रा चाहिँ किन ल्याउनु पर्यो त हामीहरूले घरमा। हेलो एन्ड नमस्ते। आज हो डे 27 र मेरो आजको सुरुवात भयो चिया पकाउने कामबाट र मैले चिया पकाएर पनि खाइहालेँ। त्यसपछि म चाहिँ लागे मेरो लुगा धुनतिर र सबैभन्दा सुरुमा चाहिँ मैले एक मुठी सरफ हालेर लुगा पनि भिजाइदिइहालेँ। त्यसपछि चाहिँ मैले साइकल निकालेर गएँ सैलुनतिर, किनभने चाहिँ मैले अस्ति एउटा भिडियोमा 500 लाइक पुग्यो भने चाहिँ मैले दारी जुगा सबै काटेर जिरोमा बनाउँछु भनेको थिएँ र त्यो भिडियोमा चाहिँ 500 भन्दा पनि धेरै लाइक भइसकेको थियो। त्यही भएर चाहिँ आज म जाँदैछु मेरो दारी जुगा काट्नलाई र म एकैछिनमा सैलुन पनि पुगिहालेँ। बिहान बिहानै भएर होला सैलुन पनि बन्द रहेछ अनि म भित्र गएर दाई सुतिराख्नु भएको रहेछ, दाईलाई उठाएर सटर खोल्न पनि सघाइहालेँ। त्यसपछि चाहिँ म बसिहालेँ दारी काट्नलाई र दारी काटिसकेपछि चाहिँ मलाई विश्वको सबैभन्दा डेन्जर चोमो देखिरहेको थियो। त्यसपछि चाहिँ म आएँ घर र अघि भिजाएको लुगा चाहिँ मैले धोएर सुकाइहालेँ। त्यसपछि आफूले पनि नुहाइदै गरेर विराट चोक जानलाई रेडी भइहालेँ, किनभने चाहिँ आज मेरो इन्टरभ्यू थियो र म एकैछिनमा विराट चोक पनि पुगिहालेँ र दोकानमा साइकल राखेर म चाहिँ गएँ कन्सल्टेन्सी र मामा चाहिँ इन्टरभ्यूको लागि जुममा इन्ट्री गर्दै हुनुहुन्थ्यो र हामी चाहिँ त पर्खेर हेरिरहेको थियौँ। एकैछिनमा हाम्रो जुममा इन्ट्री पनि भइहाल्यो र हाम्रो पालै पिलो इन्टरभ्यू पनि भइहाल्यो। त्यसपछि सर साथी अनि म भएर चाहिँ गयौँ चिया खान। चिया खाइसकेपछि सर चाहिँ जानुभयो क्लास र साथी र म चाहिँ भएर गयौँ हाम्रै विराट चोकमा रहेको एटिएमएममा, किनभने चाहिँ मलाई कपडा किन्नु पर्ने थियो र मैले एकैछिनमा कपडा पनि मन पराइहालेँ। अनि फेरि त्यहाँको दाइ चाहिँ यति फ्रेन्डली हुनुहुन्छ नि म बयान गर्न सक्दिनँ। तपाईँहरूलाई पनि राम्रो क्वालिटीको कपडा अनि सस्तोमा चाहिएको छ भने चाहिँ विराट चोकमा रहेको एटिएमएममा जान सक्नुहुनेछ। त्यसपछि चाहिँ मैले भेटाएँ दिदीलाई अनि दिदीले चाहिँ कुर्ता किन्न जाउँ न भन्नुभयो र म चाहिँ गएँ दिदीसँग कुर्ता किन्नलाई र दिदीले एकैछिनमा कुर्ता पनि किनिहाल्नु भयो र कुर्ता किनेर हामी चाहिँ गयौँ पूजा भण्डार, किनभने चाहिँ दिदी पनि हामीसँग भोलि पाथिभारा जाँदै हुनुहुन्छ अनि दिदीले चाहिँ फेरि केही पनि सामान किन्नु भएको रहेन रहेछ र पूजा भण्डारमा हामीले सामान किनिहाल्यौँ। त्यसपछि चाहिँ दिदी जानुभयो सफारीमा, म चाहिँ साइकल लिएर आएँ घरमा आएर चाहिँ मैले खाना पनि खाइहालेँ। त्यसपछि फेरि हामी सबै परिवार भएर चाहिँ गयौँ विराट चोक, किनभने चाहिँ हामीहरूले अझै सामानहरू किन्नु थियो र बाँकी सामान सबै किनेर हामी चाहिँ गयौँ भान्जाको घर, किनभने चाहिँ भान्जाको घरमा परेवा थियो र हामीले भोलि चाहिँ परेवा पनि लानु पर्ने थियो। अनि फेरि भान्जा पनि घरमा रहेन रहेछन्, दिदी मात्रै हुनुहुँदो रहेछ र दिदीले चाहिँ हामीहरूलाई आँप दिएर एउटा स्वागत पनि गरिहाल्नु भयो र हामीले त्यो आँप पनि खाइहाल्यौँ। त्यसपछि दिदीले परेवा निकालेर पनि दिइहाल्नु भयो र हामी चाहिँ परेवा लिएर आयौँ घरतिर। अनि फेरि घरमा आएपछि त पाठा त घरमै ल्याउनु पर्छ, आज त भोलि फेरि बिहान त कतिखेर गएर ल्याउनु भन्न थाल्नुभयो मम्मीले। अनि लौ न त भनेर म चाहिँ यति राति भए पनि मामालाई गएँ। मौसम पनि पुरै खराब भइसकेको थियो, पानी पनि पर्दै थियो, तर जसो तसो गरेर मैले पाठा लिएर घर पनि आइहालेँ र आजको लागि यति नै, बाइ।